हेलो एभ्रिवान, अहिले चाहिँ हामी जाँदैछु गाउँको हाट। त्यहाँ चाहिँ छु म, मेरो दिदी बोजू। त्यहाँ पुगेर तपाईँलाई देखाउने छु है। अहिले चाहिँ हामी यहाँनिर आइसकिसकेको छौँ। हाम्रो गाउँको हाट चाहिँ यो हो। हामी आइपुगेको छौँ मसला दोकानमा हो। यहाँ चाहिँ मसला पाउँछ। अन्त यहाँ चाहिँ यस्तो दोकान छ। प्रिसा चाहिँ नेल पलिस किन्दैछ यहाँनिर। प्रिसा यहाँ के किनेको त्यहाँ राख। अब चाहिँ हामी हाटबाट फर्केको। यहाँ प्रिसाले चाहिँ ब्याग बोक्दैछ। यहाँ चाहिँ हाम्रो गाउँमा चाहिँ आज फ्री मेडिकल क्याम्प चलिरहेको थियो नि त। अनि म मेरो बोजूहरू पनि बिपी चेक गर्नुको लागि आयो। अनि हामीले बिपीहरू चेक गरिसकेर हामी त्यहाँबाट चाहिँ यहाँ पूजामा गएँ हो। अहिले चाहिँ पूजामा प्रसाद खाएर हामी घर जाँदैछु हो। यहाँ चाहिँ नानी सुतेर बोकिरहेको छ।